नमस्कार यहाँ सबैलाई राधे राधे शुभ बिहानी सुप्रभातम। आज 2081 साल चैत्र महीनाको 16 गते सनुवात अनुसार 29 मार्च सन् 2025 चैत्र कृष्ण पक्षको औँसी तिथि अनि उत्तर भाद्रपद नक्षत्र। आज चन्द्रमा मीन राशिमा प्रविष्ट भएको कुरा यहाँहरूलाई अवगत गराउँदै राशिफललाई लिएर म उपस्थित भइसकेको छु। सर्वप्रथम त मेष राशि। मेष राशिवाला व्यक्तिहरूको आज दिगो फाइदा हुने, काम प्रारम्भ हुनेछ, प्रयत्न गर्दा राम्रो उपलब्धि हात लागि हुनेछ, पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। तपाईको आमदानी बढ्नाले उत्साह जाग्नेछ, व्यापारमा राम्रै फड्को मार्न सक्नुहुनेछ, श्रमको उचित मूल्याङ्कन हुनेछ, साँझदेखि सरसापटमा सञ्चित धन बाहिरिने सम्भावना देखिएको छ। खर्च लागे पनि यात्रा गर्ने अवसर तपाईलाई जुट्न सक्छ। दोस्रो राशि वृष राशि। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ, मेहनतले जीवनशैलीमा परिवर्तन आउन सक्छ, लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ, विशिष्ट व्यक्तिहरूको सहयोग जुट्नेछ। तपाईलाई राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, सामाजिक नेतृत्व हात लागि हुने सम्भावना आएको छ, साथतिर व्यापारमा फाइदा हुनेछ, तर महत्वाकांक्षाले केही समस्या पनि निम्त्याउन सक्छ, सजग रहनुहोला। तेस्रो राशि मिथुन राशि। आँटले काम लिन नसक्दा केही पछि पर्न सक्नुहुनेछ, समयको तालमेल नमिल्दा योजना अधुरै रहन सक्छन्, ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन्, सावधान। अब सावधानीले आफ्नो कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्, त्यसैले सावधान रहनुहोला। सानातिना काममै अल्झनु पर्ने हुन्छ। तपाईँले साथतिर आफ्नो सानो प्रयत्नले कीर्तिमानी कामको यश लिने सौभाग्य भने तपाईँलाई प्राप्त हुनेछ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। कर्कट राशि। खानपानको अवसरले अनि खानपानको असावधानीले स्वास्थ्यमा प्रतिकूल असर बन्न सक्छ, आमदानी रोकिनाले केही योजना स्थगन गर्न सक्नुहुनेछ, काम बिग्रने भएले पनि सताउन सक्छ, पहिलेका समस्या दोहोरिनाले अलमलमा पर्न सक्नुहुनेछ, तपाईँ गोपनीयता बाहिरिनाले पनि पछि केही समस्या आइपर्न सक्छ, साँझदेखि स्थितिमा सुधार आउनेछ अनि कर्मको साधना सिद्ध हुनेछ, मेहनतले सजिलै लक्ष्यमा पुर्याउन सक्छ तपाईलाई। पाँचमा राशि सिंह राशि। प्रियजनसँग भेटघाट हुनेछ तपाईको आज, तर विचार नमिल्नाले आफ्नैसँग वाद विवाद पनि हुन सक्छ, प्रेमको बन्धन कमजोर बन्ने समय आएको छ, सावधान। उधारो व्यापार गर्नुपर्ने हुन सक्छ, आँटेको यात्रा रोकिन सक्छ, काम बिग्रनाले अलि दुःख पाउन सक्नुहुन्छ, न्यून उपलब्धिमा चित्त बुझाउनु पर्छ तपाईले आज। स्वास्थ्यका लागि आहार विहारमा विशेष ध्यान पुर्याउनु होला, प्रयत्न गर्दा साथतिर आंशिक लाभ उठाउन भने तपाईले सक्नुहुनेछ। छठमा राशि कन्या राशि। भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ, साहसी काम गरेर प्रशस्त लाभ उठाउन सक्नुहुनेछ, नयाँ योजनातर्फ अग्रसर हुनुहुनेछ, अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने, काम हात लागि हुनेछ, साँझतिर व्यापारमा राम्रो फाइदा हुनेछ, थोरै लगानीबाट पनि नाफा कमाउन सक्नुहुन्छ, प्रियजनसँगको भेटघाटले साँझ तपाईको रमाइलो हुनेछ आज। सातमा राशि तुला राशि। काममा केही अलमल हुन सक्छ, अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ, परिस्थितिवश लक्ष्यमा पुग्न विलम्ब हुनेछ, प्रतिस्पर्धीहरूबाट पनि अलि जोगिएर काम लिनुपर्ने समय आएको छ तपाईले। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्न सक्छ, साथतिर नयाँ कामतर्फ अग्रसर हुनुहुनेछ, तर भौतिक साधनमा क्षति पुग्ने सम्भावना देखिएकोले सजग रहनुहोला। आठमा राशि वृश्चिक राशि। वृश्चिक राशिवाला व्यक्तिहरूको आज अरूलाई दिएको वचन पूरा गर्न नसक्दा अलि गाह्रो हुन्छ तपाईलाई। शुभचिन्तकहरूले साथ दिनेछन्, भूमि तथा पशुधनबाट लाभ मिल्नेछ, परिवारमा आमाको माध्यमबाट काम बनाउन सक्नुहुन्छ, साँझतिर केही होसियारीपूर्वक काममा जुट्नुपर्ने हुन सक्छ, अरूको समस्या सुल्झाउन प्रयास गर्दा आफूलाई समस्या पर्न सक्छ, परिणाम अध्ययन नगरी लिएको निर्णयले समस्या आउन सक्छ, सावधान भएर अगाडि बढ्नुहोला। धनु राशि। विभिन्न काममा अवसर प्राप्त हुनेछन् भने पेसा व्यवसायमा पनि फाइदा हुनेछ, काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ, भूमि तथा पशुधनबाट लाभ मिल्नेछ, तपाईलाई आज अवसरले उत्साह जगाउने देखिन्छ, साँझदेखि केही घरायसी समस्याले पिरोल्न सक्छ, आफन्त टाढिन सक्छन्, साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला, अरूको मुख ताक्ने बानीले तपाईँ पछि पर्न सक्नुहुन्छ। दशमा राशि मकर राशि। अध्ययनमा त्यति समय दिन सक्नुहुने छैन, आज प्रतिस्पर्धीहरूले वाद विवादमा फसाउन सक्छन्, सजग रहनुहोला। मेहनतले केही नयाँ काम गर्ने अवसर भने दिलाउनेछ तपाईलाई, साँझदेखि प्रतिस्पर्धीहरूले अलि दुःख दिनेछन्, अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा पर्न सक्नुहुन्छ, प्रतिस्पर्धीहरू जाग्नेछन्, आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय आएको छ, सजग रहनुहोला।
एक घरमा राशि मकर राशि अवसर आए पनि कामले पछि परिन सक्नुहुन्छ तपाईँ। अरूका काम र भेटघाटमा अल्मलिनुपर्ने हुन सक्छ। आज आफ्नो क्षेत्रमा अरूले प्रभुत्व जमाउन सक्छन्, सावधान रहनुहोला। साथी र विवादास्पद कामको जिम्मेवारी तपाईँमा आउनेछ भने खर्च पनि बढ्ने सम्भावना देखिएको छ। अवसरवादीहरूले आफ्ना कमजोरीबाट लाभ उठाउने चेष्टा गर्नेछन्। अनावश्यक वस्तु किन्नाले खर्च पनि तपाईँको आज बढ्नेछ। 12मा राशि मीन राशि पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। तपाईँले तापनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आज टाढाका साथीभाइले काममा साथ दिनेछन्। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। टाढाका साथीभाइसँगको भेटघाटले खुसियाली आउनेछ। कर्जा मार्फत धन जुट्न सक्छ। तपाईँलाई आज साँझतिर पारिवारिक भेटघाटले खुसियाली जगाउनेछ। नयाँ योजना प्रारम्भ गर्ने अवसर तपाईँलाई आएको छ आज। हस्त मित्रजनहरू, यहाँहरू सबैको दिन शुभ रहोस्। शुभ दिन, शुभ बिहानी। यहाँहरू सबैको दिन शुभ रहोस्। भोलि यसै समयमा राशिफललाई लिएर अवश्य उपस्थित हुनेछु। तबसम्मका लागि राधे राधे।